हेलो हेलो नमस्ते सबैजनालाई। र मङ्सिर पनि गयो, वैशाख पनि जान आँटिसक्यो र बिहे त भइसक्यो। र माला कहाँ बनाउने भन्ने कुरा चिन्तितमा हुनुहुन्छ भने टेन्सन नलिनुहोस्। हाम्रो फोटोग्राफीलाई मजाले सम्झिन सक्नुहुन्छ र सुपथ मूल्यमा हामी बनाएर दिन्छौँ र राम्रो क्वालिटीमा एकदमै राम्रो बनाएर दिनेछौँ र हेर्न सक्नुहुन्छ। अनि यसरी देखाउनुहोस् हजुरले सर। र यो हामीले बनाएको माला कपडा सेट छ र माला मात्रै बनाउनु परे पनि सम्झिन सक्नुहुन्छ। र यस्तो खालको मालाहरू पनि हामी कहाँ बन्छ देखाउनुहोस्। र यी सब हाम्रै फ्याक्ट्रीमा उत्पादन भएको हो र यस्तै खालको बनाउनु परेमा हाम्रो फोटोग्राफीलाई सम्झिन सक्नुहुन्छ। र हामी त्यहाँ के बन्छ त र हाम्रो सेवाहरू के छ आज देखाउँछु तपाईँलाई मैले। र हामीले फ्रेम आफैले काटेर बनाउँछौँ, हामीले अन्तबाट लिएर होइन, आफैले काटेर बनाउँछौँ। र त्यसपछि हाम्रो पन्चिङ मेसिन पनि छ होइन, फ्रेम जोड्ने र सिसा हामी यसरी क्वान्टिटीमा लिएर राख्छौँ। र यसै यो तपाईँलाई 9 फोटो बनाउनु परेमा अहिले कम्बो सेट चलिरहेको छ नि, यो किचन पनि हजुरलाई हामीले बनाएर दिन्छौँ। र यस्तै बनाउनु परेमा हामीलाई सम्झिन सक्नुहुन्छ। र अरू पनि देखाउँछु तपाईँलाई हाम्रोमा के हुन्छ भनेर। र यो किसिमको फ्लावर बनाउनेमा अहिले भाइरल एकदमै। र यो किसिमको हाम्रो हजुरलाई फ्लावर बनाउनु परेमा, फ्रेमिङ गर्नु परेमा ढुक्कले हामीलाई सम्झिन सक्नुहुन्छ। देवीनगर चौबारी रहेको छ हाम्रो लोकेसन। र हामीले यस्तो क्यालेन्डर फोटो पनि हामी आफै बनाउँछौँ। हामी कसैबाट लिएर बनाउँदैनौँ, हामी आफै प्रिन्ट गरेर बनाउँछौँ। यस्तो खालको हाम्रो यो खालको क्वालिटी हुन्छ र हाई ग्लोसी म्याट हुन्छ र कलर लाइफ टाइम हुन्छ। र देखाउँछु हजुरलाई, अरू पनि छ। र यो किसिमको प्रिन्ट हामीले कहाँ हान्छौँ त, प्रायः त अन्य ठाउँ छैन, तर हामीले हाम्रै पसलमा हान्छौँ। लाएर देख्न सक्नुहुन्छ। ल हामीले यहाँ प्रिन्ट गरेर विवाहको ब्यानरहरू, हजुरलाई यो किसिमको ब्यानरहरू चाहिएमा विवाहको ब्यानर, व्रतबन्धको ब्यानर र फोटो भिडियो विवाहमा खिच्ने हो भने हामीलाई सम्झिन सक्नुहुन्छ। बुद्धगयाकोले हामी फोटो पनि खिच्छौँ र भिडियो पनि खिच्छौँ र वेडिङ फोटोसुट चाहिएमा, पोस्ट सुट चाहिएमा हामीले सबै कुरा। र हामीले अनि कप पनि बनाउँछौँ हाम्रै मेड, हामी यही प्रिन्ट गर्छौँ। हामीले आफ्नै पसलमा प्रिन्ट गर्छौँ र हामी अन्त जाँदैनौँ। सबै कुराहरू हाम्रो पसलमा उपलब्ध छ। माया गरिदिनु होला। यति भन्दै सबैलाई धन्यवाद, नमस्ते। एकचोटि सेवा गर्ने मौका दिनु होला। कस्तो लाग्यो हाम्रो भिडियो प्लिज कमेन्ट गरिदिनु होला। जानी नजानी गराएको छु। धन्यवाद।